बर्खरतिर जाने बाटो बन्ने क्रम जारी रहेछ। पिच बन्दै रहेछ। पुरै भिडियो हुँदैछ। हेलो हेलो। हाम्रो यात्रा यसैले फर्काउँदै भक्तपुर। बाटो त राम्रो छ, जोस् बन्दैछ अफरोड। हेलमेट 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 लाउनु पर्यो। हेलमेट हेलमेट लाउनु पर्यो। हेलमेट हेलमेट
ओ के भयो दा के भयो अब एकछिन यहाँ कल गर्नु पर्यो ल बाटो त राम्रो रहेछ नि बाटो राम्रो छ बनिरहेछ पिच बन्नेवाला रहेछ चिल्लाउँदैछ एकदमै रमणीय ठाउँ रहेछ फोटो खिच्न फोटो होइन मेरो पुरै भिडियो आउँदैछ है ल है पुरै भिडियो पहिला हामी चाहिँ उता यो ऐसेलु खर्काको लागि यात्रामा निस्केका छौँ हाम्रो एउटा कान्छी माल हाम्रो विश्वास हुनुहुन्छ उहाँलाई भेट्न हामी निस्केका छौँ अब अझै 1 घन्टा जति लाग्ला कि 1 घन्टा कि आधी घन्टा चाहिँ लाग्छ आधी घन्टा अन्त उहाँलाई यात्रा चाहिँ कस्तो भइरहेछ यात्रा चाहिँ हाम्रो एकदमै लागि चुनौतीपूर्ण पनि छ रमाइलो पनि छ आनन्द पनि छ ल ल कहाँबाट स्कुलबाट हो कतिमा पढ्छौ नाम के हो कहाँ हो घर कहाँ अरे तिम्रो त के हो अनि तिम्रो नाम चाहिँ तबिना दिदी कहाँ गल कहाँ गएर घर कता भयो तिम्रो दाजु हो क पढेर आएको अनि कहाँ अनि हुन्छ नि त अनि धुलै धुलो अनि यस्तो धुलोमा कुदेको उता चौतारी गएको अब तिमीहरू एकछिन बस न हो अनि एकछिन गफ गर्नु पर्यो नि त हो अनि नगर्ने गफ कसले जित्यो दाजुले जित्यो है के हो हाम्रो चाहिँ ढाका बनाई तालिम केन्द्र ल ठिक छ सिकाइ कार्यक्रम हुँदै रहेछ कसरी बनाइन्छ अरे यस्तो रहेछ नि त पारा ढाको बुनाइ मेरो मम्मीले पहिले गर्नुहुन्थ्यो ए ल बुन्नुहोस् ए लुङ्गी हो लुङ्गी साडी ए साडी हो बनेको यो त्यसरी भन्छ है यो चाहिँ ढाकाको के हो नाम तिम्रो तिम्रो नाम के हो ए हो र के लेको घर जानु पर्दैन तिमीहरू बाटोमा यसरी खेल्दै बस्छौ हुने ठाउँ हो
रेस्ट रेस्ट एकैछिन रेस्ट गरौँ उतै बसेर चिया खाऊँ ल कति राम्रो फुल रहेछ हौ यहाँ त राम्रो फुल रहेछ ढकबक्क फुलेको चौतारीमा हौ के को खायो एक्सट्रिम अरे हो एनर्जी फुल एनर्जी बटुल्ने भयो नि त नि ओहो दाजुलाई त धेरै धेरै धन्यवाद पो भयो त अब हामी फेरि चिसो एक्सट्रिम खाएर आफ्नो गन्तव्यतर्फ लाग्नेछौँ सिन्धुपाल्चोक इन्द्रवती चोक रहेछ यो चाहिँ अलिक गरम हुन्छ है सजिलो अलि अलिक चाहिला नि यो अलिक अप्ठ्यारै रहेछ अहिले नकाट्नु कता रहेछ अब अहिले ठाउँ चाहिँ ओहो यहाँ चाहिँ आलु बखडा देखियो आलु बखडाको बोट अरे हो कति मजाले लटरम्म फलेको छ ए यो उ रहे हो नि मैले आलु भन्ठानेको त आलु बोके आलु बखडा हो मैले चाहिँ अर्को वाला हुन्छ नि त्यस्तो भन्ठाने ल पाके छैन भन्दै हुन्छ यति खाइके ल ल ल लुङ्गाले हाम्रो लुङ्गाले चाहिँ चढ्नु चाहिँ काइदा हुन्छ यो पनि त्यो पुग्छ पाके रहेनछ यसो चाखौँ कि भनेर नि ऊ त्यहाँ माथि अलिअलि पाके रहेछ अझै खानुहुन्छ यो पहिला ट्राई गर्नु त ट्राई गर्नु पखाल्नु पर्यो नि हुन्छ रुखको पखाल्नु पर्दैन यो सफै हो प्रदूषण छैन नि त्यता यो वाला के हुँदैन ऊ आलु बखडा यहाँ देखाउनु दाइरिया ल यति भए हामीलाई पुग्छ चाखेको मात्रै हो कस्तो हुन्छ हाम्रो फ्रेस एकदम फ्रेसमा फ्रेस ओहो एकदम टेस्टी रहेछ टेस्टी आलु बखडा एकदम टेस्टी छ है टेस्टी तपाईँलाई अलिकति काँचो परेको पाकेको जस्तो खाऊँ न खोइ यस्तो हरियो खुवाएर यार ए पाके यस्तो यस्तो पाके ल ल हुन्छ नि त्यो खानु कस्तो दामी सिन्धुपाल्चोक यो सिन्धुपाल्चोक के अरे के परे ठाउँ न हो सिन्धुपाल्चोक के ठाउँ अरे ऐसेलु खर्का हो हाम्रो